चटपटी खाना आइसकेको छु हाँ कब तक जवानी छुपाओगी रानी स्वैग से करेंगे सबका स्वागत कस्तो गयो हाम्रो एक्जाम राम्रो एकदम राम्रो के आउँछ त अब एक्जाममा राम्रो गयो भने चाहिँ जिरो आउँछ यहाँ सुन्न अरू काका त चटपटी आन्टी कस्तो छ त तपाईँलाई व्यापार कस्तो चलिरहेको मेरे साथ ऐसा मजाक किया ना तो मुंह तोड़ दूंगी तुम्हारा मेरो बाल्यकालदेखिको मिल्ने साथी हाम्रो मित्रता अरू सम्बन्ध भन्दा माथि हामी सहर घुम्न जान्थ्यौँ राति राति भागी भागी घरमा आमा बुवालाई भेटी अहिले बाटोमा हिँड्दै होइन कपाडेर उता यस्तो के भन्छ केटी हुन्छ नि केटी मान्छेलाई चिने हो के गर्न जान्ला हो भन्दैन के गर्न जान्ला हो भेट्न जान्ला हो इक्जाम त के एक्जाम दिने हो आज कुन सब्जेक्ट हो तिम्रो सामाजिक सोसियल हो अनि यहाँ अगाडिको कस्तो गयो त के गइरहेछ ठिकै गइदिएर हो अनि पास हुन्छ कि फेल हुन्छ भनिदिनु पास भइहालिन्छ पास भइहालिन्छ अनि केटीलाई पनि के हालिन्छ भन्दैन मेरो केटीलाई के हुन्छ भन्दैन भन्दै डर किन मान्छ लाज किन बाबा गाइस हामी चाहिँ अहिले यो सल्याडीको उकालामा हिँड्दै होइन कसम यस्तो हानेर यस्तो लाग्यो यस्तो थका लाग्यो यार हेर्न यार उताबाट हाम्रो अडियन्स आउँदैछन् ल हाम्रो केटाहरू ट्याक्कबाट जयगढ बजारमा राज हान्ने भनेर भनिदिएर हो आउँदैछन् कसम ग्याङ ल्याएर तलबाट पुरै ग्याङ भेट्यो भने फेरि सिधै हानिदिन्छन् केटाहरू बबालो नलाग्नु है केटा हो कसम हेर न तर लुक्स हेर न लुक्स अहिले नजिक आयो भने देखाउँछु रुकन क्युटी भएर केटी हेरेको हेरे केटी हेरेको ब्युटी भएर हामी ब्युटी भएर हामी हेरेको हेरे हाम्रो उड्छ अहिले जयगढ बजारमा एक्जाम दिन जाँदैछ होइन टक्क बाटेर नि यता साइकल आइरहेको छ कि साइकल बसन्ती गाडीमा ल हेर्न सक्नुहुन्छ तपाईँ बसन्ती बवाल बसन्ती आइदिएर है गीत गाइदियो नि त केटा हो अब इक्जाम कस्तो लाग्यो गीत अनि भन्नुपर्छ म चाहिँ के सिङ्गर हो मेरो बाल्यकालदेखिको मिल्ने साथी हाम्रो मित्रता अरू सम्बन्ध भन्दा माथि हामी सहर घुम्न जान्थ्यौँ राति राति भागी भागी घरमा आमा बुवालाई भेटी मर्न र मार्न तयार एकअर्काको लागि सधैँ बस्थ्यौँ स्कुल पढ्दा हामी यदि एउटा बिरामी जाने जे पनि बाँड्ने हाम्रो राम्रो थियो बानी एक दिन जोड चल्काइ सोध्यो ओए खाने मैले पनि ताने सङ्को छैन मानी 3 दिन बित्दै गयो अनि लाग्यो त्यसको बानी बिस्तारै कुलतमा पसियो जानी नजानी गाजा अनि गोटी सामान र पानी
त्यो पछि त्यो दामी छ्याप नभए दिन पनि राम्रै नलाग्ने त्यसपछि कहिल्यै होइनौ हामी नौला संज्ञा छ तर तेरो सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौ कहिले तर साथी एकै निक्ले एक्लो छु फाइनली गाइज हामी चाहिँ अहिले जयगढ बजारको रोडमा पुगेको छु हेर्न सक्नुहुन्छ तपाईँ हाम्रो केटाहरू हिँड्दैछ होइन यस्तो गर्मी भइसक्यो पुरै छोड्नु पारी भ्यू हेर्न सक्नुहुन्छ ल हेर्न पुरा कति बवाल छ पछि घुम्न आयो भने मलाई भन्नु ल कन्ट्याक्ट गर्नु ल कन्ट्याक्ट गर्नु राम्रो छ घुम्न आयो भने अनि बिहान यता हाम्रो बाख्रा खाइसक्नु भएको हेर्नु सक्नुको बाख्रा नेपालको रोड केही छैन त्यही पनि दामी छ हेर्नु सक्नुहुन्छ बाख्राहरू गाइज हामी चाहिँ अहिले जयगढ बजारमा प्रवेश गरिसकेको कसम ट्याक पाऱ्यो भाइरल पुल भन्छ कि यसलाई पुल भाइरल पुल हो कि जयगढको हेर्न सक्नुहुन्छ तपाईँ जयगढ बजारमा आग लागेर यस्तो भइदिएर हो कि पुरै खतरनाक पारामा सिलिन्डर पड्केर कसम पुरै बजार नै ध्वस्तै सिलिन्डरमा यति पावर हुन्छ है नयाँ पसल बनाउँदैछन् हाम्रो बाजे नयाँ पसल बनाउँदैछन् बाजे कस्तो छ त राम्रो छ ल यो चाहिँ हाम्रो जयगढ पसल तल जाउनु तल हिँड्ने हो कि कोसन ल हामी चाहिँ अब सिधै होटलभित्र छिरिसक्यो चिया खाने हो कि चिया केटा हो मागेर केटा चिया खानलाई बसिरहेको पकौडा नि केटा हो कस्तो भयो इक्जाम हाम्रो 75 क्यामेरा चालु छ 75 हो यसले हाने छ 75 एक नम्बर यस्तो बिल्ला नाचमुला गिरायो अनि हाम्रो हिमाल भाइ के गयो त तिम्रो परीक्षा भइरहेछ बबाल गइरह हो आज के आउँछ ई प्लस आउँछ कि सी प्लस आउँछ कि डी प्लस आउँछ ई प्लस हुन्न यार ई चाहिँ आउँछ मेरो कसैको फुर्ती अहिले ल गाइस एक्जाम दिएर आयो ल कस्तो भयो अब एक्जाम केटाहरु कस्तो गयो एक्जाम बढी बोल्नु आउँदैन आज प्लस भन्नु पर्दैन चटपटी खाना आइसकेको हाँ कब तक जवानी छुपाओगी रानी देखो जूम गरेर स्वैग से करेंगे सबका स्वागत कस्तो गयो हाम्रो एक्जाम राम्रो एकदम राम्रो के आउँछ त अब एक्जाममा राम्रो गयो भने चाहिँ 0 आउँछ इन्टरभ्यु यहाँ सुन्न अरु काका त पटे आन्टी कस्तो छ त तपाईलाई व्यापार कस्तो चलिरहेछ मेरे साथ ऐसा मजाक किया ना तो मुंह तोड़ दूंगी तुम्हारा टंकसाओ विराज भने जानु नहीं तुम्हें बाबू तुम मेरा बच्चा हो नहीं तिम्रो नाम मात्र सोध्यो जाओ मेरो फुस्टेले रागोला रे भन्दा सा गाइस फाइनली हामी होइन एक्जाम सकेर सब गरेर जयगढ बजार पनि तपाईँहरूलाई देखाइसक्यो भिडियो कस्तो लाग्यो कमेन्टमा गएर भन्नु होइन अब हामी घरतिर हिँडिरह अहिले हेरेर के गर्नु अब एक्जाम त कसम 3वटा 4वटा दिइसक्यो पुरै A+ आउँछ होइन
केही छैन त्यस्तो फेरि म त भिडियो हेरेर साथ भिडियो support हेरेर दिनु साथ support दिने हो नि त सब्सक्राइब गर्ने सेयर सब साथीहरूलाई देखाउने हो के मस्त पारामा यो चाहिँ हामी बवाल भिडियो बनाइदिन्छु नि भन्दा अनि आउँछ यसपछि बवाल बवाल भिडियो हेरिदिनु सब भिडियो गाइज अहिले चाहिँ बाई बाई